नमस्ते फेसबुक युट्युब साथीहरू। आज म यो तामाको अचार बनाउने तरिका अथवा विधिबारे भनिरहेको छु। यो मेरो हातमा भएको तामा 1.5 केजीको छ हजुर। यसलाई ट्याक्कै छिलेर काट्ने, तत्पश्चात यसलाई चाहिने आफ्नो आकार अनुसारको टुक्रा बनाउनु होला। काटिसके पश्चात अनि तपाईँले यसलाई कुकरमा आवश्यकता अनुसारको अथवा असल कलर बनाउनको लागि हल्दी राखेर 1 वा 2 सिटी हान्ने। त्यसपछि यसलाई सिटी लगाइसके पश्चात यसलाई घाममा लिएर मजासँग सुकाउने। घाममा सुक्दाखेरि अलिअलि हरियो खुर्सानी पनि राख्दा उपयुक्तै हुन्छ। यसलाई घाममा सुकाइसकेपछि तेल चाहिँ तातो बनाउने। तातो तेललाई चिस्याउनको लागि अर्को भाँडोमा राख्ने। भाँडोमा राखिसके बनाएको सबै मसलाहरू हाल्ने। त्यो सबै मसलाहरू राखिसके पश्चात अब हामी यो मसला तेलमा मजाले मिक्स गरेर अनि आवश्यकता अनुसार कलरको लागि बेसार राखेर अनि सबै त्यो तामामा मिक्स गर्ने। तामा मिक्स गरिसके पश्चात अनि आवश्यकता अनुसारको नुन राखेर अथवा स्वाद अनुसार नुन राखेर अब हामीले सफा डिब्बामा राख्ने। त्यो डिब्बामा राख्दा अलि खदिलो गरेर राख्दा उपयुक्त हुन्छ र यो जुनसुकै अवस्था र सिजनमा खान मिल्दछ। त्यसैले यो भिडियो यहाँहरूले लाइक कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु। यति भन्दै अहिले बिदा हुन्छु। हस्, धन्यवाद।